देख्नुभयो होला नि स्पष्टीकरणहरू हामीहरूका नेताहरू कसरी स्पष्टीकरण दिँदैछन् अहिले। स्वागत गर्नलाई पुग्न सकेनन्। साधारण एकजना हामीहरूका आफसुका प्रेसिडेन्ट गएर उहाँ खबर पाउनुभयो, उहाँ जान सक्नुभयो र उहाँले देख्नुभयो उहाँको परिवेशहरू र उहाँले जे परिवेश देख्नुभएको थियो त्यस परिवेशमा कुरा पनि गर्नुभयो, भावुक पनि हुनुभयो र अहिले जुन चाहिँ लास्टमा जुन चाहिँ हामीहरूका विधायकहरू या जिडिसीका प्रेसिडेन्ट चेयरम्यानहरूले जस्तो प्रकारको कुराहरू गर्दैछन् सुन्नुभयो होला, न्युजमा सबैजनाले देख्नुभयो होला र यी यस्तो तरिकाको आउँछ जब आफ्नो उयसबाट अब दायित्वमा भएका मान्छेहरूले यदि के अरे उहाँ कहिले आउनुहुन्छ, उमा सिस्टर कहिले आउनुहुन्छ र कहिले यहाँनिर आएर उयो गर्नुहुन्छ त्यसको पनि प्लानिङ केही छैन माने केही माने मेन उयो चाहिँ छैन माने मेन जुन चाहिँ टपिक हुनुपर्थ्यो जे स्वागत अमुक तारिक आउँछन् र अमुक तारिक उहाँबाट बिबिसीले पठाउँछ बा उहाँको जुन चाहिँ रुल रेगुलेसन छ रुल रेगुलेसन मात्रै पठाएर त्यहाँबाट यहाँ हामीहरूको आसाम सरकारमाथि हामीहरूका प्रधानमन्त्रीले पठाइसके बिबिसीले उहाँको सायद प्रधानमन्त्रीसँग गर्नलाई उहाँ प्लान भएर कति मजाले गरेर अरू राज्यकाहरूलाई कति मजाले स्वागत गरेका छन्। सिलिगुडीमा हेर्नु, उतापट्टि हेर्नु कति मजाले स्वागत गरेको छ। त्यो अनुसारले लाज पनि लाग्नुपर्ने हामीहरूका जुन चाहिँ पदमा बस्नुभएका अहिले फुरुक गरेर कुरो गरिराख्नु भएको छ। खबरै पाएको थिएन अरे हामीले त जानलाई उहाँलाई बहुत सुविधा गरिदिउँ तर आउँदाखेरि सहयोग गरिदिउँ तर आउँदाखेरि हामीहरूको केही थाहा खबरै पाएन मैले। अहिले क्रिया विभागको मन्त्री जुन चाहिँ अहिले मात्रै नाम सुन्दैछु म त, कहिले सुनेकै थिइनँ क्रिया विभागको मन्त्री महिलै छिन् भनेर र उहाँलाई चाहिँ के अरे खबरै थिएन अरे। उहाँले खबरै नपाइकन कताबाट आइन्? ठिकै छ, उहाँले खबर पाएन चाहिँ हामीहरूका आफसुका नेताले कताबाट खबर पाएर उहाँ राति जानुभयो र उहाँले स्वागत गर्नुभयो। यी कुराहरू निकै माने गम्भीरता छ। आज गोर्खाहरूलाई यति सुविधा दिएको छ उति सुविधा दिएको छ भने भन्छन् कि अरे हामीहरूका चेयरम्यानहरू बा मुखियालहरू विधायकहरू कहाँ गए तिनीहरू? अहिले पनि भनिरहेछन् के भएको अरे गोर्खाहरू यसरी पल्टेर कुरा गरिरहेछन् भनेर। र स्वागत राम्रो गर्नुपर्ने हो र उयो गर्नुपर्ने हो। उहाँहरूको दायित्वमा बस्नुभएको छ। को प्लेयर राष्ट्रिय पर्यायमा गएर जितेर आउँछ, को पर्याय आउँदैन त्यसको खबर उहाँहरूले राख्नुपर्ने हो कि न कुनै सङ्गठनमा बसेका केटाहरूले गएर राति उयो गर्नुपर्ने हो? वेलकम गरेर ल्याएर आरामले घरमा राखिदिनु पर्ने हो कि एक्लै छोडिदिनु पर्ने हो? कुनै गाडीमा ट्याक्सीमा उठेर गएर एक्लै बाटामा गएर उयो गरेको त्यसको केही नराम्रो केही उयो पोजिटिभ आएको थियो भने के हुन्थ्यो? आज राम्रै गएर ठिकै छ। प्रधानमन्त्रीज्यूले स्वागतम गर्नुभयो, उहाँको प्रेसिडेन्टहरूले राष्ट्रपतिज्यूले स्वागत गर्नुभयो र उहाँहरू चाहिँ कहाँ जानु पर्थ्यो? हामीहरूको क्वेसन त्यो हो। किन हामीहरू न्यू जेनेरेसनको त क्वेसनै त्यो आउँछ। उहाँहरूले कताबाट खबर नपाइकन 81 एयरपोर्टमा आइपुग्नु भयो उहाँ र 10:30 बजीको कुरा 10:30 बजी त कुनै सुतेका पनि हुँदैनन्। अहिले जस्तो कुरा माने जुन चाहिँ शासनमा बस्नेहरू ती सब प्रक्रियाहरू दिँदैछन्। हामीलाई ती प्रक्रियाको उयो चासो छैन नि त। उहाँलाई स्वागतम गर्नु जरुरी छ र स्वागतम पछाडि गर्ने अरे आइसकेपछि मान्छे सबैले जानाजात भइसकेपछि स्वागतम गरेर के फाइदा छ? उफ्रिँदै त्यहीँ गएर दलमा गएर योगदान भएर अनि त्यहाँबाट जति हामीहरूका अब सरल भावका मान्छेहरू कोही प्रोटेस्ट गर्दैनन्, हामीहरूका केटाहरू कोही केही गर्दैनन् भनेर माने त दबाउन मात्रै कोसिस गर्छन् खालि। अहिले अब जग्गा जग्गामा अधिकार दिएको छ भनेर भनिरहेछन् र कुनैको त अझैसम्म माटाको कागजै छैन। अधिकारको कुरो गर्छन्, अधिकार दिए अरे अधिकार र अहिले अस्ति 30 हकारे आजै हामीहरूको उमा छेत्रीज्यूलाई स्वागत गर्ने मान्छे नै थिएन। त्यस्तो अझै पनि प्रतिक्रियाहरू के दिनुहुन्छ भने उहाँहरूले बोले हामीले खबरै पाएको थियौँ। खबर लिने कसको दायित्व हो? कि आम आदमीको, जनताको, हामीहरू जस्ता मान्छेहरूको खबर लिने प्रक्रिया? नेसनलमा खेल्न गएको मान्छेको राज्यको एउटा दायित्व हुन्छ कि हुँदैन? र राज्य सरकारको लागि उयो रहन्छ, खबर हुन्छ। हाम्रै विधायकहरू छन्, हाम्रै जिडिसीमा मान्छेहरू छन्, दुई दुईजना विधायक हुनुहुन्छ, उहाँहरूको दायित्व थिएन कि हामीहरूको चेली बाहिर गएर उयो गर्दैछन् भनेर? र यी यस्तो छ अहिले पनि आफ्नो आफ्नो भुल स्वीकार गर्दै गर्दैन जानुभयो तपाईँहरूले। यी यस्तो हुन्छ अनि कोही मान्छे अगाडि बढेर जान सक्छ। धन्यवाद छ हजुरहरूलाई। यही थियो हजुरहरूको आश्वासन र हजुरहरूलाई के भनेर अब उयो दिउँ केही माने भोलिको उयो छैन। हामीहरूको 30 लाख गोर्खाको हजुरहरू एकजना मुखियाल भएर बस्नुभएको थियो र हामीहरूको आशा र भरोसा हजुरहरूमाथि थियो र हामीहरूको जुन चाहिँ पाइपो थियो पाउँछौँ होला र हामीहरूमाथि जति प्रायः उयो आइरहेको छ हो त्यो हजुरले तर्काइदिनुहुन्छ भनेर सोच्थ्यौँ तर आज मनबाट कमेर गयो है, कमेर गयो।